युएको फुजेरा टुर आएको है साथीहरू। ल्याउनुहोस् त, नेपालको मुस्ताङ जस्तै ठाउँ छ के। पहाडहरू त छ तर नाङ्गो पहाड भए पनि एकदम हेर्न लायक छ के गाइज। ल गाइजहरू, ल सबैलाई सबै जोडेर मनोरञ्जन ल्याइदिनु नि त युएको मुस्ताङ। आहा नेपालको झल्को आउँछ। आज त एकदम मेमोरियल भिजिट भयो हाम्रो। ल ए मुस्ताङ हो, ल मुस्ताङ टुर गएको हामी हिजो। आज फर्कदै हो युएको फुजेरा भन्ने ठाउँ। नेपालको मुस्ताङ नै भन्ने हुन्छ। कर रहा है ना। What a views. What a views. भाई तो ब्लूटूथ है ना। What a views. ए भाई डेटा किन सक्यो? डेटा अच्छा 1 मिनट एकदमै के रमाइलो मेमोरी बनाएर आएको छौँ आज। पहाड हेर्नुहोस्, युएको नाङ्गो पहाड। अभी मैंने डाल सुटिङमा जस्तो बोल्दै पनि दाजु यसो डाइलेक्ट पनि भाषण पनि गर्नुहोस् दाजु। गाइज यो विनोदको भ्लग हो। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हिउँ पर्छ अरे यहाँ यो ठाउँमा। हिउँ यता पर्दैन अरे। ल अहिले फेरि अर्को कुरो फेरेर आयो। होइन अहिले हिउँद लाउनु लाग्छ नि त। हिउँ लाउनु लाग्छ अरे अहिले है। यो फुजेरा भन्ने ठाउँ हो। ठिकै छ त, ठिकै छ त। फुजेरा भन्ने ठाउँ अरे यो। यसो घुम्नलाई आएको होइन त। हजुर हजुर एकदम। ल अब अरू त मैले केही भन्न परेन। अब भिडियोबाटै पत्ता लगाइहाल्छ होइन। यो चाहिँ मरुभूमिको ठाउँमा एकदम कचडा ठाउँमा आइयो। ए राम्रो ठाउँमा आइयो। जे लानुपर्छ यस्तो राम्रो ब्युटिफुल भ्युज भन्नु। यता हाम्रो टिपर का क्या देखते वाओ यार, वाओ व्हाट अ ब्यूटीफुल प्लेस। वाओ साथीहरू आएर मेरो भिडियोमा आएर मनोरञ्जन लिनुहोस्, फ्रेस हुनुहोस्। अहिले युएमा पनि यस्तो यस्तो ठाउँ छ हेर्नुहोस्। खाडीमा पनि यस्तो यस्तो ठाउँ छ। नेपालको जस्तो हरपर पहाड त छैन तर पनि हामीलाई महसुस भएको छ कि हामी नेपालमै छौँ। हाइकिंग का एडवेंचर पार्क लिखा था ना। अच्छा हाइकिंग वो छोटा छोटा पहाड़ जैसा रहता है। लङ टुरमा आएको, लङ ड्राइभको लङ टुर।
मुस्ताङ नै हो, युएईको मुस्ताङ। मुस्ताङ टुर आएको छौँ, युएईको मुस्ताङ टुर। हजुरलाई पनि, हजुर पनि युएईमा कतै हुनुहुन्छ भने आउनुहोस्, धेरै नै राम्रो छ ठाउँ। फुजेरा, युएई फुजेरा साह्रै मनमोहक ठाउँ, साह्रै राम्रो ठाउँ, शान्त ठाउँ, सफा ठाउँ, साह्रै नै फ्रेस भएर आएको छ। हजुरहरू पनि एकदमै काम गरेर थकानमा हुनुहुन्छ भने छुट्टी मिलाएर युएईको फुजेरा घुम्न चाहिँ जरुर आउनुहोस् के। साह्रै राम्रो ठाउँ, साह्रै मनमोहक ठाउँ, एकदमै फ्रेस हुनु नै चाहिँ आउनुभयो। शनिबार टाइम मिलाएर आउनुहोस्, शनिबार आउनुहोस्, यतै रात गुजार्ने तरिकाले, अनि भोलिपल्ट फर्किनुहोस्। हामी पनि त्यही गरेका हौँ।